सन् 1943 तिरको कुरा हो। उति बेलाका नयाँ निर्वाचित रियल मेड्रिडका प्रेसिडेन्ट सान्टियागो बर्नाब्यूले एउटा चाहिँ मास्टर प्लान तयार गर्छन् कि क्लबको लागि एउटा नयाँ स्टेडियम निर्माण गर्ने र जसको नाम चमाटिन ग्राउन्ड राख्ने। सबै बोर्ड मेम्बरहरूलाई बोलाएर सबै निर्णयहरू पारित गर्छन् र पारित गरे लगत्तै स्टेडियमको निर्माणको काम पनि सुरु भइहाल्छ र लगत्तै 1947 को डिसेम्बर 14 स्टेडियम रेडी भएर उद्घाटन गर्ने टाइम आइहाल्छ र उद्घाटनमा चाहिँ रियल मेड्रिड भर्सेस ओएस बेलेन्सिसको फ्रेन्डली म्याच पनि खेलाइन्छ। त्यसपछि तुरन्तै 1950 मा बोर्डको मेम्बरहरूले कुरा राख्छन् कि स्टेडियमको नाम पनि परिवर्तन गर्नु पर्यो र उक्त स्टेडियमको क्यापासिटी पनि बढाउनु पर्यो भन्ने कुरा बोर्डमा चल्छ र लगत्तै 5 वर्षमा एउटा स्टेडियम रेडी पनि हुन्छ जसको क्यापासिटी पनि इन्क्रिज भएको हुन्छ र उसको नाम राखिन्छ जसले सुरुमा पहिला स्टेडियम निर्माण गर्नका लागि मास्टर प्लान तयार गरेका थिए जो प्रेसिडेन्ट सान्टियागो बर्नाब्यू उनी उति बेलासम्म बितिसकेका थिए र उनीको नामबाट उनकै नामको श्रद्धाञ्जली अर्पणका लागि स्टेडियमको नाम राखिन्छ सान्टियागो बर्नाब्यू। 1957 मा वर्ल्डको बेस्ट स्टेडियमको रूपमा घोषणा हुन्छ र 1957 मै उक्त स्टेडियममा UEFA च्याम्पियन्स लिगको फाइनल घोषणा हुन्छ र उक्त फाइनल स्वयं रियल मेड्रिडले नै जितेको हुन्छ र पूर्ण 1982 मा वर्ल्ड कप अर्गनाइज गर्नका लागि उक्त स्टेडियमलाई पुनः रिनोभेसन्स गराइन्छ र फाइनल्ली आउँछ 2020 मा अहिलेकै प्रेसिडेन्ट मिस्टर फ्लोरेन्टिनो पेरेजले एउटा नयाँ मास्टर प्लान तयार गर्छन् र वर्ल्डको सबैभन्दा आइकनिक स्टेडियम बनाउँछु, इन्क्रिजिङ क्यापासिटी सेटको एउटा नयाँ आइकनिक स्टेडियम तयार पार्छु भन्ने योजनाका साथ 2020 सालमा यो आइकनिक स्टेडियम तयार हुन्छ र जुन स्टेडियम अहिले वर्ल्डको सबैभन्दा बेस्ट आइकनिक स्टेडियम र बेटर फ्यासिलिटिज स्टेडियम मध्येको एक स्टेडियम पर्छ र मलाई गर्व लाग्छ कि रियल मेड्रिडको यस्तो आइकनिक स्टेडियम छ। र फाइनल्ली अहिले सान्टियागो बर्नाब्यूको स्थापना भएको 78औं वर्ष पुगिसकेको छ र सान्टियागो बर्नाब्यूको 78औं वार्षिक उत्सवको अवसरमा हामी सबै म्याड्रिस्टहरूलाई एकदमै धेरै धेरै शुभकामना। सधैँ यसै गरी रियल मेड्रिडलाई माया गर्न पाऊँ, हारे पनि जिते पनि माया गर्न पाऊँ गाइज। त्यही हो।